हेलो गाइस, नमस्ते। म फेरि आइसकेको छु एउटा नयाँ भिडियो ल्याएर। ह्याप्पी होली। सो यतातिर चाहिँ बच्चाहरू खेलिरहेका छन् होइन, भाइ बहिनीहरू होली। अनि त्यसपछि म गएँ, मेरो साथी पनि आएकी थिइन् अनि मेरो साथीलाई नि भेटेँ मैले त्यतातिर। अनि यतातिर उसलाई लोलाले हाने रहेछन् होइन, भिजा रहेछ। अनि भन्दै थिएँ, हेर्नु न माथि छतमा बसी बसी लोलाले हानिरहेछन् के होइन, मान्छेहरूले नदेख्ने गरेर। अनि यतातिर हामीहरू आयौँ, एकछिन बस्यौँ। अनि त्यसपछि हामीहरू यतातिर हल्का हल्का भिडियो खिच्यौँ। अनि त्यसपछि हामीहरू एकअर्कालाई कलर लगाइदियौँ। कलर लगाएर अनि हामीहरू अगाडितिर गयौँ होइन। अनि साथीहरू आइसकेका रहेछन् अनि त्यतातिर। अनि तिनीहरूलाई नि हामीले कलर लगाइदियौँ। अनि तिनीहरूले नि हामीले लगाइदिए। हेर्नु न मुख यस्तो बनाइदिइसकेका छन् होइन यतातिर। अनि हामीहरू यतातिर अरू भाइ बहिनीहरू पनि खेलिरहेका थिए। यहाँ त कति धेरै कलर पनि हाल्दा छ कि, कलर पानीमा कलर हालेर। अनि यतातिर हामीले कलर पनि किन्यौँ अनि त्यतातिर लगायौँ कलर। अनि त्यतातिर हामीहरू रमाउँदै बस्यौँ, कलर लगायौँ, खेल्यौँ कलरहरू। अनि त्यसपछि यस्तो भइसकेका समयमा हाम्रो होली यस्तो भइरहेको छ, यस्तो रमाइलो भइरहेको छ। हजुरहरू कस्तो भएको थियो कमेन्ट गर्नु होला। अनि यता हेर्नु न, साथीहरूको मुख नै कलर कलर कलर, सप्तरङ्गी कलर, इन्द्रेणी कलर भएको छ होइन। अनि यतातिर त मान्छेले नचिन्ने भएको छन्। अनि अब हामीहरू यतातिर खेल्दैछौँ, हिँड्दैछौँ है। अनि त्यसपछि उतातिर जाँदैछौँ कि अनि यिनीहरूले एकअर्काले मात्रै लगाइदिन्छन् कि, हामीहरू आफूले मात्रै लगाइदिन्छ। अब त्यता त अरू कसैले लगाइदिनु भएन, नचिनेको मान्छेलाई होइन। कलर त जो पाए त्यसलाई लगाइदिनु हुन्न, नचिनेको मान्छेहरूलाई होइन। आफूले चिनेको भए त लगाइदिनु हुन्छ, त्यही नि सोधेर। अनि जोलाई पाए त्यसलाई कलर लगाइदिनु हुन्न, मान्छेको इच्छा विपरीत होइन। अनि त्यही भएर हामीहरू यतातिर आफै कलर लगायौँ। अनि यतातिर नाचिराख्नु भएको थियो। अनि यतातिर हामीले थोरै भिडियोहरू बनायौँ। अनि यतातिर नि कलर लाउँदैछन्। अनि हामीहरू यतातिर बसेर भिडियोहरू बनायौँ। अनि त्यसपछि अनि हामीहरू पनि अब जान आँट्यौँ यतातिर। अनि यतातिर चाहिँ मेरो साथीहरू छन्, यिनीहरू पनि जाँदैछन् अगाडितिर। अनि अब हामीहरू अगाडि गयौँ। उतातिर साथीलाई पानी छ्यापेछन् र हेर्नु यहाँ आएका छन्, यिनीहरू भागेपछि पानी छ्यापिहाल्छन् होइन, नभागेर पो आउनुपर्छ। म नि यहाँनिर बसिरहेको थिएँ नभागेर, माथि छतबाट कसले हानिहाल्यो नि लोलाले पानी। हेर्नु न यस्तो भिजाइदियो है। अनि त्यसपछि हामीहरू यतातिर बस्यौँ। अनि त्यसपछि उतातिर फेरि पानी हाल्दै थिएँ कि, एकअर्कासँग आफ्नो साथीहरूसँग खेलिरहेको थिएँ होइन। पानी 10,000 लिटरको पानी हुन्छ नि, त्यो ड्रम भरेर हेर्नु न यहाँ पानी खेलिरहेछन्, पानी छ्याप। उतातिर पनि छन् क्या यति धेरै पानी है, पानी छ्याप्दैछन्। अनि त्यसपछि हामीहरू यतातिर घुम्यौँ। अनि मेरो साथी पनि आएकी थिइन्। यिनले चाहिँ कलर लगाएनन् किनकि गजरामा बित्नु भयो रहेछ, त्यही भएर। अनि मेरोमा चार्ज नभएर मैले ब्लगहरू बनाइनँ, भिडियोहरू खिचिनँ। अनि मेरोमा चार्ज सकिसकेको थियो। अनि त्यही भएर लास्टतिर हामी घर आउने बेला यस्तो भइसकेका थियौँ, घरको मान्छेले नचिन्लान् जस्तो होइन। यस्तो कलर भयो, हामीहरूको होली यस्तै भयो। हजुरहरूको कस्तो भयो कमेन्ट गर्नु होला। बाई बाई। सब्सक्राइब गर्नु होला युट्युब च्यानललाई।